जसपा नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन 28 बुँदे माग प्रस्तुत। जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको निर्देशन अनुसार नेपालको 77वटै जिल्लाबाट जसपा नेपालको माग र मुद्दाहरू जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यतालिका बमोजिम 12 जिल्लामा पनि पार्टीका जिल्ला स्थित केन्द्रीय सदस्य, गापा अध्यक्ष, नगर अध्यक्ष, वडा अध्यक्ष, जिल्ला कार्य समितिका सम्पूर्ण सदस्यहरू, भातृ संगठनका प्रमुख, युवा, विद्यार्थी, पार्टीका शुभेच्छुक संस्था तथा पत्रकार लगायतका उपस्थिति रहेको थियो। आउनु सुनौ ती ज्ञापन पत्रमा के कुराहरू उल्लेख गरिएको छ। पार्टी नेपाल जिल्ला कार्य समिति कलैया 12 पत्र संख्या आर्थिक वर्ष 82-83 चलानी नम्बर 12 मिति 2082 साल 8वां महीना 10 गते। सम्मानीय प्रधानमन्त्रीज्यू नेपाल सरकार सिंहदरबार काठमाडौँ मार्फत प्रमुख जिल्ला अधिकारीज्यू जिल्ला प्रशासन कार्यालय 12 कलैया विषय ज्ञापन पत्र सम्बन्धमा सम्मानीय ज्यू मुलुकमा उत्पन्न वर्तमान राजनीतिक परिस्थितिबाट सर्वत्र अन्यल र आशंका व्याप्त छ। विगत सरकारका गलत जनविरोधी नीतिका कारणले आम जनमानसमा असन्तुष्टि बढेर बहुमतको सरकारहरूले पनि आफ्ना कार्यकाल पूर्ण रूपमा चलाउन नसकेको यथार्थ हामी सबै सामु प्रष्ट छ। खास गरी 62-63 को जन आन्दोलन र मधेस जनविद्रोह, आदिवासी जनजाति, दलित, पिछड़ा वर्ग, थारू, मुस्लिम, महिला, खस लगायत शोषण उत्पीडनमा पारिएका सम्पूर्ण नेपालीहरूको जनभावना विपरीत जबरजस्ती संविधान घोषणा गरे। केही सीमित स्वार्थमा लागेर सुशासन कायम गर्नेतर्फ विगतमा नेतृत्व गरेका सरकारहरूको ध्यान गएन। भ्रष्टाचार मौलाउन गई सर्वत्र व्यथिति सिर्जना भयो। महँगी, बेरोजगारी, शिक्षा, स्वास्थ्यमा बढ्दो व्यापकीकरणले जनताका जनजीविका झन कष्टकर हुँदै गयो। विभेद, सामाजिक न्यायको अभावमा जनताले वैकल्पिक बाटो खोजिरहेका थिए, त्यो अझै पनि विद्यमान रहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिए पनि संस्थागत गर्ने कार्यमा कमजोरीहरू रहेका छन्। वास्तविक संघीयताको सिद्धान्तको आधारमा यसलाई संस्थागत गर्ने कार्यमा प्रगति भएन। अझ भन्नुपर्दा सरकारले त्यस मार्फत कुनै रुचि देखाएन। फलस्वरूप राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउने संघीयताप्रति अनावश्यक र आधारहीन प्रचार र नकारात्मक मानसिकताको विकास गराउने कार्यलाई मद्दत पुर्याउने कार्य भयो। संविधानमा गरिनुपर्ने ठोस व्यवस्था सहित कानुनहरू बनाई संघीयता बलियो र संस्थागत गराउन देशको शासकीय स्वरूप, निर्वाचन प्रणाली, पहिचान, स्वायत्त एवं अधिकार सम्पन्न राज्यको पुनः संरचना, वैज्ञानिक कानुनी राज्य स्थापना लगायतका मुद्दाहरूमा फरक मतसहित संविधानमा संशोधन पुनर्लेखन गरी व्यापक सुधारको खाँचो रहेको कुरा जनता समाजवादी पार्टी नेपालले उठाउँदै आएको छ। पूर्ण समानुपातिक र समावेशी प्रतिनिधित्वको सिद्धान्तका आधारमा सत्ता र शक्तिमा पहुँचको व्यवस्था एवं सामाजिक न्यायको प्रत्याभूति हुनुपर्दछ। आदिवासी जनजाति सम्बन्धी विभिन्न महासन्धिहरूमा भएका उल्लेखित अधिकारहरू कार्यान्वयन हुनुपर्छ। वैज्ञानिक भू उपयोग, कृषिको व्यवसायीकरण, आधुनिकीकरण, कृषि बजार व्यवस्थापन लगायत कृषि क्षेत्रको वृद्धि र विकासमा सरकारले प्राथमिकता दिनुपर्दछ। जनता समाजवादी पार्टी नेपालले विगतदेखि उठाउँदै आएका माग र मुद्दाहरू यति बेला जेएनजी युवा पुस्ताले पनि उठाएका न्यायोचित माग र मुद्दाहरूको सम्बोधन गरिनुपर्ने लगायत जनता समाजवादी पार्टी नेपाल सकारात्मक समर्थन रहेको प्रश्न छ। सम्मानीय ज्यू, उपरोक्त आधारमा मुलुकमा राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनका लागि तफसिलमा उल्लेख गरिएका 28 बुँदे निम्न बमोजिमका मागहरू समेटेर सम्मानीय प्रधानमन्त्री ज्यूको ध्यान आकर्षण गराउन यो ज्ञापन प्रस्तुत गरिएको छ। अब यसमा चाहिँ अब सिडिओ साहबलाई के जानकारी गराउँदैछु भने
28 बुन्दे यसमा माग रहेको छ, जसमध्ये मैले अब हजुरको पनि कार्यव्यस्तताको छँदैछ, यहाँ मैले केही कुराहरू मात्र राखिरहेको छु, बाँकी कुरा चाहिँ यसमा छँदैछ। यसमा तपाईँलाई म एक कपी दिन्छु। जनता समाजवादी पार्टी नेपालले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरू। 1 नम्बरमा संविधान संशोधन अथवा पुनर्लेखन गरी राष्ट्रिय समस्याहरूको समाधान गरी मुलुकलाई निकास दिनुको साथै राष्ट्रिय जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना उच्च स्तरीय आयोगको सुझाव प्रतिवेदन 2068 को आधारमा 10+1 हुने गरी राज्य पुनर्संरचना गरिनु पर्दछ। 2 मा संघीय प्रणालीको सिद्धान्तका आधारमा प्रदेशहरूलाई स्वायत्त र अधिकार सम्पन्न बनाउनु पर्दछ। प्रदेशमा स्वशासन र संघमा साझेदारी प्रणालीको व्यवस्था गरिनु पर्दछ। 3 मा जनसंख्याका आधारमा प्रतिनिधित्व लोकतन्त्रका मूल आधार हुन्। समान जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्छ। भौगोलिक रूपमा अत्यन्त विकट रहेको हिमाली क्षेत्रको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गरिनु पर्दछ। दलित र महिलाहरूका लागि न्यायोचित प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभूति गराउन उनीहरूका लागि छुट्टै आरक्षित संसदीय प्रादेशिक निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्दछ। 5 मा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसदको व्यवस्था गरिनुपर्दछ। 6 मा पूर्ण समानुपातिक निर्वाचन प्रणाली गरिनुपर्दछ। राष्ट्रिय सभालाई प्रादेशिक जनसंख्याको आधारमा समानुपातिक समावेशी हुने गरी हाउस अफ नेशनलिटिज व्यवस्था बनाइनु पर्दछ। 8 स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकार अन्तर्गत राख्नुपर्छ र स्थानीय तहको निर्वाचन गैर दलीय आधारमा गरिने व्यवस्था हुनुपर्दछ। आर्थिक सामाजिक र राजनीतिक रूपले वञ्चितीकरण तथा बहिष्करणमा पारिएका वा परेका सीमाङ्कृत समुदायहरू मधेसी, आदिवासी जनजाति, थारू, खस, दलित, पिछडा वर्ग, महिला, मुस्लिम लगायत अन्य अल्पसंख्यक समुदायहरूको राष्ट्रिय पहिचानका साथै बिना भेदभाव राज्यद्वारा प्रदान गरिने सेवा सुविधा, अवसर, साधन स्रोत, सत्ता र शक्तिको पहुँचमा समानुपातिक प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभूति गराइनु पर्दछ। 11 मा जेएनजी युवा पुस्ताले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सरकारले सम्बोधन गरिनु पर्दछ। जेएनजी विद्रोहलाई दबाउन सरकारले गरेको दमनका कारण भए गरेका हिंसा, हत्या, आगजनी, विध्वंस जस्ता क्रियाकलापहरूको छानबिन गरी कसूर ठहरेकाहरूलाई कानुन बमोजिम कारवाही गरिनुपर्छ। भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताको प्रत्याभूति गराउनु पर्दछ। सरकारमा रहेर विगतमा भए गरेका सम्पूर्ण भ्रष्टाचारसँग सम्बन्धित विभिन्न काण्डहरू उप छानबिन गरी भ्रष्टाचारीहरूलाई कानुन बमोजिम कारवाही गरिनु पर्दछ। यसमा अब लास्टमा म 15 नम्बर जस्तै 15 नम्बरमा छ गरिबी, असहाय, भूमिहीन, सुकुम्बासी, किसान र मजदुरहरूको समस्या समाधान गरिनुपर्छ। वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूलाई आफ्नै जिल्लामा व्यवस्था गरिनुपर्दछ। 16 मा संघ, प्रदेश र स्थानीय तहका सरकारी कामकाजी भाषा र शिक्षण माध्यम भाषाको रूपमा बहुभाषिक नीतिको कार्यान्वयन गरिनुपर्दछ। अब यस्तै अब 28 वटा छ, सबै पढ्ने। 17 नम्बरमा राष्ट्रिय युवा नीति निर्माण र त्यसको कार्यान्वयन गर्न युवा स्वरोजगार कार्यक्रम अन्तर्गत युवालाई पुँजी र तालिमको व्यवस्था सरकारले गरिनुपर्छ। बेरोजगार युवाहरूको लागि रोजगारको व्यवस्था सरकारले गरिनुपर्छ र रोजगार व्यवस्था नहुन्जेलसम्म बेरोजगारी भत्ताको व्यवस्था गरिनुपर्छ। 18 मा प्रदेशहरूका लागि प्रहरी तथा कर्मचारीहरूको समायोजन गरी प्रदेश प्रहरी, प्रदेश कर्मचारी, प्रदेश कानुन लगायतको व्यवस्था तत्काल गरिनुपर्छ। 19 नम्बर संघ, प्रदेश र स्थानीय तहमा जनसंख्या र मानव विकासको सूचाङ्क मापदण्डका आधारमा विकास सम्बन्धी बजेट, जनशक्ति र अवसर तथा साधन स्रोतको न्यायोचित वितरणको व्यवस्था गरिनुपर्छ। 20 मा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न समावेशी लोकतन्त्र र सामाजिक न्यायलाई कार्यान्वयन लगायतका कार्य गर्नका लागि आवश्यक कानुनको निर्माण गरिनुपर्छ। 21 मा
वैज्ञानिक भू उपयोग नीति लागू गरी कृषि क्रान्तिको माध्यमबाट कृषिको व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकरण गरी कृषिमा निर्भर गरिब जनताको जीवन स्तरमा सुधार गरी मुलुकलाई विकास, समृद्धि र समुन्नत बनाउन ठोस नीति, कार्यक्रम र योजना निर्माण गरी कार्यान्वयन गरिनुपर्छ। 22 मा किसानहरूलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने, सिंचाई, मल खाद, बिउ बिजन, कीटनाशक औषधि र कृषि बजारको व्यवस्था गरिनुपर्छ। 23 मा देशलाई औद्योगिकरण गरी गरिबी, बेरोजगारी र पछौटेपनलाई अन्त्य गर्न उद्योग, कल कारखाना लगायतका उत्पादन क्षेत्रहरूमा राष्ट्रिय र वैदेशिक पुँजी तथा प्रविधि ल्याउन लगानी मैत्री वातावरणको सिर्जना गरिनुपर्दछ। उद्योगहरूलाई संरक्षण र प्रोत्साहन गर्ने, ससाना मझौला उद्योगहरूलाई विशेष सहुलियत तथा प्राथमिकता दिनुपर्छ। 24 मा बढ्दो महँगी नियन्त्रण, अत्यन्त गरिब र विपन्न वर्गका लागि सस्तो दरमा खाद्यान्न उपलब्ध गराउन रासन कार्डको व्यवस्था गरिनुपर्छ। 25 संविधानको धारा 56 को उपधारा 5 बमोजिम जातीय, भाषिक तथा सांस्कृतिक अल्पसंख्यक समुदायका लागि स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र तथा विशेष क्षेत्रको निर्धारण गरी कार्यान्वयन गरिनुपर्दछ। 26 ऐतिहासिक मधेस र जनविद्रोह, जन आन्दोलन तथा थरवट लगायतका आन्दोलनहरूको कारण आन्दोलनकारीहरूमाथि लगाइएका मुद्दाहरू खारेज गरी राजबन्दीहरूलाई रिहाई गरिनुपर्दछ। 27 पहिचानको आन्दोलन र कोशी प्रदेश नामाकरण सम्बन्धमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र समेतको सहमतिमा प्रदेश नम्बर 1 लाई कोशी प्रदेश नामाकरण गर्ने प्रदेश सभाले निर्णय गरेपछि त्यस विरुद्ध जारी आन्दोलनलाई हाम्रो पार्टीले पूर्ण समर्थन र ऐक्यबद्धता जारी नै राखेको छ। उक्त प्रदेशलाई त्यहाँका जनसमुदायको पहिचान झल्कने गरी पुनः नामाकरण गरिनुपर्दछ। 28 नम्बरमा पाटी भाडा आन्दोलन सम्बन्धमा किराँत, लिम्बू लगायत आदिवासी समुदायको धार्मिक, सामाजिक एवं सांस्कृतिक पहिचान र आस्थाको केन्द्र मुकुलुङको प्राकृतिक सौन्दर्य र संरचनालाई बचाउन र आफ्नो पहिचान कायम राख्न भइराखेको आन्दोलनप्रति हाम्रो पार्टीको साथ, सहयोग, समर्थन र एकबद्धता रहेको छ। सरकारले आन्दोलनकारीहरूसँग वार्ता मार्फत समस्यालाई सम्बोधन गरिनुपर्दछ। जिल्ला अध्यक्ष रमेश कुमार यादव, बारा जिल्ला कार्य समिति। यदि तपाईँ सच्चा देशप्रेमी हो भने हाम्रो च्यानललाई सब्स्क्राइब, लाइक र कमेन्टमा आफ्नो प्रतिक्रिया अवश्य दिनुहोला। CIN नेपालका लागि अनिल वर्मा, काठमाडौँ, नेपाल।